एसई तयारी गर्दै गर्नुभएका भाइ बहिनीहरू हजुरहरू चाहिँ विशेष तयारीमा लाग्नुभएको होला हैन। अनि अब तयारी गर्दै गर्दा चाहिँ फरक मोडलका क्वेशनहरू चाहिँ हामीले प्र्याक्टिस गर्नुपर्ने हुन्छ ताकि हामीलाई भोलि इक्जाममा पनि त्यस्तो टाइपका क्वेशनहरू आयो भने कसरी ट्याकल गर्ने, कसरी सल्भ गर्ने भन्ने आइडिया चाहिँ होस् हैन। त्यही भएर म पनि यहाँ तपाईहरुलाई चाहिँ फरक क्वेशन के टाइपका क्वेशनहरू चाहिँ कसरी सल्भ गर्ने भनेर चाहिँ सल्भिङ टेक्निकहरू चाहिँ म यहाँ तपाईहरुलाई दिइरहेको छु। अनि हिजो अस्तिका भिडियोहरुमा चाहिँ मैले पर्सेन्टेज र नम्बरमा भएका ती क्वेशनहरूलाई चाहिँ कसरी सल्भ गर्ने भनेर चाहिँ मैले योभन्दा अगाडिको भिडियोहरुमा पनि राखेको छु र आज चाहिँ नयाँ क्वेशन लिएर आएको छु। मैले यो क्वेशनहरू चाहिँ निमा सेटबाट चाहिँ तपाईहरुलाई सल्भ गराइरहेको छु। अब यो सेट सकिएपछि फेरि नयाँ अर्को कुनै एउटा अर्को पब्लिकेसनको मोडल सेटहरुबाट चाहिँ क्वेशनहरू प्र्याक्टिस गरौँला है। ल आज क्वेशन के छ, आज क्वेशनतिर लागौँ हामी। In the survey among some students it was found that 120 students like online class भनेको छ। अब 120 जनालाई चाहिँ के छ त अनलाइन क्लास मन पर्छ अनि 150 लाइक फिजिकल अटेन्डेन्स क्लास हैन। अब 150 जनालाई चाहिँ फिजिकल क्लास मन पर्छ एन्ड अल अफ देम लाइक एटलिस्ट वन लर्निङ क्लास भनेको छ। र कम्तीमा चाहिँ एउटा भन्नुको मतलब बढीमा चाहिँ जति पनि मन पर्न सक्छ। तर अब यहाँ मन नपराउने चाहिँ छैनन् भन्न खोजेको यसले चाहिँ है। यसले हामीलाई भन्न खोजेको के हो त अल अफ देम लाइक्ड एटलिस्ट वन लर्निङ क्लास भन्नुको मतलब यहाँ लाइक नगर्नेवाला चाहिँ छैनन् भन्नुको मतलब कम्प्लिमेन्ट चाहिँ छैन यहाँ है। कसैलाई केही न केही चाहिँ मन पर्छ, कुनैलाई चाहिँ एउटै मन पर्ला, कसैलाई चाहिँ दुईटै टाइपको क्लासहरू चाहिँ मन पर्ला हैन। ओके ल अनि त्यसपछि द नम्बर अफ स्टुडेन्ट हु लाइक फिजिकल क्लास ओन्ली इज 3 टाइम्स द नम्बर अफ स्टुडेन्ट हु लाइक अनलाइन क्लास भनेको छ। अब अर्को कुरा हामीले बुझ्नुपर्ने कुरा चाहिँ यहाँनिर छ फिजिकल क्लास ओन्ली इज 3 टाइम्स हैन। फिजिकल क्लास ओन्ली चाहिँ के छ 3 टाइम्स अफ नम्बर अफ स्टुडेन्ट हु लाइक अनलाइन क्लास। अब अनलाइन क्लास लाइक गर्नेको 3 टाइम्स चाहिँ फिजिकल क्लास छ भनेको छ हैन। अब यसलाई फर्स्टमा हामीले के गर भनेको छ सेट नोटेसन फर्ममा चाहिँ एक्सप्रेस गर भनेको छ। त्यसपछि भेन डायग्राम बनाऊ भनेको छ। त्यसपछि चाहिँ दुईटै इन्टरसेक्सन लाइक के फाइन्ड गर भनेको छ। अर्को चाहिँ एटमोस्ट बडीमा चाहिँ एउटा क्लास लाइक गर्ने चाहिँ कतिजना छन् त्यो फाइन्ड गर्नु भनेको छ हामीलाई है। ल ओके फर्स्टमा गिभन के छ हामी त्यो लेख्छौँ त्यहाँतिर जान्छौँ है। UP&O denotes the total number of students participated in the survey। युले चाहिँ के डिनोट गर्यो त टोटल नम्बर अफ स्टुडेन्ट डिनोट गर्यो। पीले चाहिँ कुन सेट डिनोट गर्यो त फिजिकल क्लास अनि ओले चाहिँ अनलाइन क्लास रेस्पेक्टिभली भयो है। अब यति लेखिसकेपछि हामीले चाहिँ अरू ल्याङ्ग्वेज चाहिँ केही लेख्नु परेन डाइरेक्ट चाहिँ अब हामीले के लेख्न सक्यौँ त नम्बर अफ पी हामीलाई दिएको छ इट वाज फाउन्ड द्याट 120 स्टुडेन्ट लाइक अनलाइन क्लास भनेको छ। नम्बर अफ ओ चाहिँ कति छ त 120 अनि फिजिकल क्लास 150 छ। अब यहाँ कम्प्लिमेन्ट चाहिँ छैन हैन। अब यसपछि हामीलाई अर्को के दिएको छ त फिजिकल क्लास इज इक्वल टु 3 टाइम्स द नम्बर अफ स्टुडेन्ट हु लाइक अनलाइन क्लास ओन्ली भनेको छ। भन्नुको मतलब अब एन नट अफ पी इज 3 टाइम्स अफ अनलाइन क्लास भनेको छ एन्ड नट अफ ओ। अब यसलाई हामी यसरी लेखौँ 3x वेयर अथवा हामीले यहाँ अब यसरी नै लेखौँ। अब यसलाई चाहिँ हामीले के गरौँ त भन्दाखेरिमा एक्सलेट गरौँ हैन। अब यो चाहिँ हाम्रो ए नम्बरको आन्सर भयो। अब बी नम्बरमा के छ अब यहाँ हामीलाई ओन्ली ओ भनेको कति छ x मात्र छ। ओन्ली पी भनेको कति छ 3x छ। इन्टरसेक्सन छैन है। अब त्यसपछि बाहिर आउट पनि के छ त छैन भने अब हामीलाई यहाँ हामीले के गर्न सक्छौँ भने जस्तै सेट ओ चाहिँ कति छ हेरौँ त हामीलाई यहाँ दिएको 120 छ अनि यो टोटल चाहिँ कति हो त 120 हो। यो टोटल कति हो 120 हो। राम्रोसँग हेर है यो टोटल भनेको यो पुरै ओ भन्ने घरमा 120 जना छन्। अब त्यो मध्ये x जना यहाँ आइसक्यो भने अब यति मात्र बाँकी कति रह्यो होला नि त भन्दा टोटल 120 बाट यो x लाई घटायो भने त बाँकी यहाँ बच्ला नि हैन।
ल त्यसो भए हामीले के गरौँ त भन्दा 120 माइनस एक्स यहाँ लेखिदिउँ। अथवा यो गरे पनि हुन्छ। यहाँ टोटल कतिजना छन् पी भन्ने घरमा चाहिँ 150 जना छन्। 3x यहाँ आइसक्यो भने यसलाई चाहिँ 150 माइनस 3x भनेर हामीले त्यसरी लेख्दा पनि हुन्छ है। यसमा चाहिँ केही फरक परेन। यहाँ हामीले के गर्न सक्छौँ त भन्दा यताबाट जस्तै हामीले हेर्ने हो यो पुरै हेर्ने हो भने त 120 माइनस एक्स भइहाल्यो, यो पनि इन्टरसेक्सन भयो होइन। अब यताबाट हामीले हेर्ने हो भने यहाँबाट हामीले यो घरबाट हेर्ने हो भने पी भन्ने घरबाट हेर्ने हो भने अब यहाँ चाहिँ के हुन्छ त पी भन्ने घरमा टोटल कतिजना मान्छे छन् 150 जना छन्। 150 जनामा 3x मान्छे चाहिँ यो घरमा आइसक्यो भने अब यो यस ठाउँमा चाहिँ कति बाँकी रह्यो त भन्दा 150 माइनस एक्स। त्यसो भए 120 माइनस एक्स भन्नु र 150 माइनस एक्स भन्दा त दुइटै सेम भयो नि होइन र। अब त्यसो हामीले के गर्नु पर्यो त भन्दा अब यदि हामीलाई क्वेसनमा चाहिँ युनिभर्सल सेट यु बराबर यति भनेर हामीले दिएको भए हामीले के गरिदिन्थ्यौँ त यदि युनिभर्सल सेट यु बराबर सबैलाई जोडिदिन्थ्यौँ एक्सको भ्यालु आइहाल्थ्यो होइन। हामीलाई चाहिँ यो दिएको छैन, युनिभर्सल सेट यति छ भनेर हामीलाई दिएको छैन। त्यसो भए हामीले के आइडिया लाउनु पर्यो त यहाँनिर भन्दा यो चाहिँ अब यो भेन डायग्रामबाट चाहिँ हामीले के गर्नु पर्यो त यो भेन डायग्राम 120 माइनस एक्स भन्नु र 150 माइनस 3x भन्नु दुइटै कुरा के भयो त सेम भयो है। ल त्यसो भए अब हामी यसलाई सल्भ गर्नु एक्सलाई एक साइडतिर ल्याउँ, नम्बरहरूलाई चाहिँ एक साइडतिर ल्याउँ। अब यो माइनस 3x छ यसलाई यता आउँदा प्लस भयो, यहाँ 150 छ यो 120 यता आउँदा माइनस भयो। अब 2x इक्वल टु 30 भयो, x इक्वल टु कति भयो त 30/2 गरौँ अनि x इक्वल टु 15 भयो। त्यसो भए अब हाम्रो इन्टरसेक्सन पार्ट नम्बर अफ ओ इन्टरसेक्सन पी चाहिँ कति हो त 120 माइनस एक्स लेख्दा पनि भयो अनि यहाँ 150 माइनस 3x लेख्दा पनि भयो, जुन लेख्दा पनि हुन्छ है। ल अब 120 माइनस 15 गऱ्यो भने कति भयो त 105 भयो। यो चाहिँ हाम्रो के भयो त आन्सर भयो है। ल हामीलाई सोधेको कुरा चाहिँ फाइन्ड आउट गऱ्यौँ। अब हामीलाई सी नम्बरमा चाहिँ के सोधेको छ त भने फाइन्ड द नम्बर अफ स्टुडेन्ट हु लाइक बोथ लर्निङ क्लासेस। अब दुइटै लर्निङ क्लासेस चाहिँ मन पराउने मान्छेहरू चाहिँ 105 जना भइहाल्यो। अब डी नम्बरमा हामीलाई के सोधेको छ फाइन्ड द नम्बर अफ स्टुडेन्ट हु लाइक एटमोस्ट वान लर्निङ क्लास। एटमोस्ट है, एटलिस्ट र एटमोस्ट यो इक्जाममा चाहिँ लास्टमा हामीलाई 1 मार्क्समा चाहिँ सोधिरहेको हुन्छ, कहिलेकाहीँ 2 मार्क्समा पनि सोध्न सक्छ यो क्वेसन चाहिँ। अब एटलिस्ट र एटमोस्ट भनेको के हो यो कुरा चाहिँ बुझिहाल्नु है। एट लिस्ट भनेको चाहिँ कम्तीमा चाहिँ एउटा लाइक गर्ने, जस्तै भेन डायग्राममा हेरौँ एटलिस्ट भनेको कम्तीमा एउटा लाइक गर्ने, यो पी पनि एउटा हो ओ पनि एउटा तर बढीमा जति लाइक गर्दा पनि भयो। त्यसो भए यो र यो तिनटैले जोड्यो भने के आउँछ एटलिस्ट आउँछ होइन। अब एटमोस्ट भने के हो त भने बढीमा चाहिँ एउटा लाइक गर्ने है, बढीमा एउटा लाइक गर्ने है, बढीमा एउटा लाइक गर्ने, बढीमा एउटा लाइक गर्ने तर लाइक नगर्ने पनि भयो त्यसको मिनिङ होइन। जस्तै म तपाईँहरूलाई एउटा रमाइलो इक्जाम्पल दिन्छु। जस्तै हामीले कहिलेकाहीँ चाहिँ बाहिर बजारमा चाहिँ हामीले नास्ता खायौँ होइन, खाजा खायौँ बेलुकातिर, अनि अब बेलुका हामी घर आउँदाखेरि खाना खानु पऱ्यो, रोटी खानु पऱ्यो। अब पेट टन्न छ अनि घरमा चाहिँ तपाईँलाई खाना खायो भन्यो भने तपाईँले के खानुहुन्छ, के भन्नुहुन्छ, तपाईँको आन्सर के हुन्छ म खायो भने बढीमा एउटा रोटी खान्छु होइन। खाइहाल्यो भने चाहिँ एउटा रोटी खान्छु तर नखायो भने इट्स ओके हो। अब यहाँ पनि त्यही हो, यसको मिनिङ के हो त भने बढीमा एटमोस्टको मिनिङ के हुन्छ भने बढीमा चाहिँ एउटा चाहिँ लाइक गर्ने हुनु पर्यो होइन। एउटा भने चाहिँ यो र यो भयो तर दुईटा चाहिँ होइन, अनि लाइक नगर्ने भए पनि हुन्छ है। अब त्यसमा हामीले के जोड्नु पर्यो त यसलाई र यो बाहिरकोलाई, लाइक नगर्नेवाला छ भने बाहिरकोलाई पनि जोड्नु पर्यो हामीले होइन। 1 2 3 यो पार्टलाई हामीले जोड्नुपर्छ है। अब त्यसो भए यहाँ चाहिँ हामीले के गर्नु पर्यो त स्टुडेन्ट हु लाइक एटमोस्ट वान लर्निङ क्लास होइन। हु लाइक एटमोस्ट वान लर्निङ क्लास है। अब बढीमा चाहिँ एउटा क्लास लाइक गर्ने चाहिँ कतिजना छन् त अब हामीले के गर्नु पर्यो यो एक्सलाई जोड्नु पर्यो र अर्को चाहिँ 3x लाई जोड्नु पर्यो होइन। एक्स भनेको 15 प्लस
3 इन्टु 15 भयो ल 45 यो कति भयो त 60 जना चाहिँ के भयो त यसको आन्सर भयो है ओके ल कम्प्लिट भयो अब हामी नेक्स्ट क्वेसनतिर जान्छौँ अर्को क्वेसन चाहिँ मैले तपाईहरुलाई कस्तो गराउँदैछु भने अब रेशियो क्वेसनहरु आयो भने कसरी सल्भ गर्ने भन्ने कुरा चाहिँ हामी गर्दैछौँ है ल ओके यो चाहिँ निमाको मोडल सेट 5 हो क्वेसन मोडल सेट 5 यसमा चाहिँ अब सेटको क्वेसन चाहिँ जहिले पनि तपाईहरुलाई चाहिँ क्वेसन नम्बर 1 मै सोध्छ हैन अब यो त तपाईहरुलाई थाहा भएकै कुरा हो जस्तै यसमा अब हामीले के दिएको छ हेरौँ इन अ सर्वे कन्डक्टेड एमम 120 पिपल द रेशियो अफ नम्बर अफ पिपल हु युज्ड नमस्ते सिम हैन अब के भने त हामीलाई 120 जनामा चाहिँ गरिएको सर्वेक्षणमा सर्वेमा चाहिँ के भयो त अरे द रेशियो अफ नम्बर अफ पिपल हु युज्ड नमस्ते सिम कार्ड ओन्ली एन्ड एनसेल सिम कार्ड हैन अब नमस्ते सिम र एनसेल सिम कार्ड युज गर्ने मान्छेहरुको रेशियो कति रहेछ त 5:9 छ भनेर हामीलाई यहाँ भन्यो while 35 people use both SIM card and 35 people ले के गर्छन् त दुईटै SIM card युज गर्छन् र 15 people ले के गर्छन् त using other than these two SIM card हैन अब 15 people ले चाहिँ अब यो SIM card भन्दा अरु टाइपको SIM card युज गर्छन् भन्नुको मतलब यी त बाहिर गइहाल्यो कम्प्लिमेन्टमा गइहाल्यो हैन त्यो बुझ्नु पर्यो हामीले यहाँनेरि ल्याङ्ग्वेज चाहिँ है ल त्यसो भए हामीलाई के भनेको छ भने इनीहरुलाई चाहिँ राइट द सेट नोटेसन भनेको छ अब इनीहरुलाई चाहिँ सेट नोटेसनमा लेख भनेको छ केलाई चाहिँ who use other than this SIM card अब यो एनसेल र एनटीसी भन्दा अरु युज गर्ने सिम युज गर्ने मान्छेहरुलाई चाहिँ यो उसमा चाहिँ काइनाडीमा लेख्नुस् सेट नोटेसनमा लेख्नुस् भनेको छ हैन भेन डायग्राममा सो गर्ने भनेको छ अब एनसेल सिम कार्ड कति जना छन् युज गर्ने त्यो पत्ता लगाउनु पर्यो अनि पर्सेन्टेज पत्ता लगाउनु पर्यो है ल ओके ल यो क्वेशन चाहिँ राम्रो क्वेशन छ गुड क्वेशन छ है ल पहिला चाहिँ म अब यहाँ गिवन के छ त्यो कुराहरु लेख्छु त्यसपछि हामी प्रब्लम सल्भतिर लाग्छौं है ओके अब हामीलाई यहाँ दिएको कुरा चाहिँ युले चाहिँ युनिभर्सल युले चाहिँ टोटल नम्बर अफ पिपल पार्टिसिपेटेड इन द सर्वे भनेर डिनोट गर्छ अनि एन ले चाहिँ पिपल हु युज नमस्ते सिम कार्ड एन्ड सी डिनोट्स हियर पिपल हु युज एनसेल सिम कार्ड भनेर चाहिँ हामीले रेस्पेक्टिभली भनेर चाहिँ एउटा स्टेटमेन्ट चाहिँ माथि लेख्ने अब यसपछि हामीलाई दिएको छ यहाँ टोटल युनिभर्सल सेट यु चाहिँ हामीलाई 120 दिएको छ अनि अब यहाँ हामीलाई भनेको छ एनटीसी र एनसेल युज गर्ने मानिसहरुको रेशियो चाहिँ 5:9 छ भनेको छ हैन फर्स्टमा चाहिँ हामीलाई के भनेको छ एनटीसी भनेको छ त्यही भएर हामीले के बुझ्नु पर्यो त यो 5 चाहिँ एनटीसी को रेशियो हो के रे 5 चाहिँ एनटीसी लाइक गर्ने मान्छेहरु अथवा एनटीसी युज गर्ने मान्छेहरु हो भनेर हामीले बुझ्नु पर्यो अनि यो सी एनसेल चाहिँ के भयो त त्यसपछि चाहिँ एनसेल भयो हैन अब यहाँ चाहिँ हामीले के गर्नुपर्छ त यसको मल्टिप्लिकेसनमा चाहिँ x चाहिँ थप्नुपर्छ अब यो किन थप्नुपर्छ भन्ने तपाईलाई क्वेशन लाग्छ जिज्ञासा छ भने जस्तै यहाँ हेर्नुस् अब रेशियो भनेको चाहिँ यस्तो हो हैन अब एनसेल एनटीसी युज गर्ने मान्छे कति जना छन् त जस्तै मानौ मैले चाहिँ यहाँ 5 ले मल्टिप्लाई गर्दिए अब 5 5 जा 25 9 5 जा 45 ल हेर्नुस् त एनटीसी लाइक गर्ने चाहिँ कति जना भयो 25 एनसेल लाइक गर्ने 45 भयो भनेको यो x ले जुन हामीले मल्टिप्लाई गर्छौं नि यो x भनेको कुनै एउटा यस्तो टाइपको सेम नम्बर हो हैन अब यो 5 हुन सक्छ 6 पनि हुन सक्छ 12 पनि हुन सक्छ 10 पनि 15 पनि 100 पनि जति पनि हुन सक्छ तर तल र माथि के हुने भयो त सेम नम्बर हो भनेर चाहिँ हामीले बुझ्नु पर्छ यसरी हैन अब यो नम्बर चाहिँ यसरी पत्ता लगाउँदा यो मल्टिप्लाई यसरी हुने भएको हुनाले हामीले चाहिँ अब यो फाइन्ड आउट गर्नको लागि चाहिँ यो नम्बरलाई चाहिँ के मान्छौं त x मान्छौं त्यसैले माथिको के भयो 5x भयो अनि डिनोमिनेटरको पार्ट चाहिँ के भयो त 9x भयो त्यही भएर हामीले चाहिँ यहाँ के लिन्छौं त यसरी 5x र 9x लिन्छौं है ल अब क्लियर भयो होला जस्तै अब अर्को हामीलाई ए नम्बरमा भनेको छ n युनियन c को कम्प्लिमेन्ट अथवा के हो त people who use other than this SIM card भनेको छ हैन अब यो SIM card भन्दा अरु SIM card युज गर्छ भने कसैले त्यसलाई चाहिँ सेट नोटेसनमा लेख्नुस् भनेको छ त्यो भनेको कम्प्लिमेन्ट हो क्लियर भइहाल्यो अब बी नम्बरमा के छ यसलाई चाहिँ भेन डायग्राममा चाहिँ राख्नुस् भनेको छ प्रस्तुत गर्नुस् भनेको छ हैन त्यसैले हामी के लेख्दियौ त माथिको जानकारीबाट हैन
फ्रम एबोभ इन्फर्मेसन है। ल अब के गरौँ त यहाँ भन्दा हामी भेन डायग्राम बनाइदिउँ। ल हेर्नुहोस् कति इजी छ है, गाह्रो छैन कि साथीहरू, म्याथ गाह्रो छैन, तपाईहरुले टाइम नदिएर हो है। थोरै तपाईहरुले चाहिँ डेली आधी घण्टा मात्र दिनुस्, इनफ हो क्या म्याथलाई, इनफ आधी घण्टा टाइम दिनुस्, त्यसले तपाईको म्याथमेटिक्सलाई चाहिँ राम्रो बनाइदिन्छ है। यो चाहिँ मैले भने ल तपाईहरुले टाइम दिनुस्, तर डेली आधी घण्टा दिनुस्। अब तपाईहरु टाइमै दिनुहुन्न त कहाँबाट हुन्छ त। अब मलाई आउँदैन भन्नु होला, कसरी आउँदैन त, यत्रो इन्टरनेटको माध्यमहरू छ सिक्ने, कति मेथड्स, कति प्लेटफर्महरू छन् हैन, युट्युब छन्, फेसबुक छन्, जताततै टिकटक छन्, अहिले जताततै मान्छेले के गरिरहेछन्, पढाइरहेछन् हैन, फ्रीमा पढ्न पाइरहेछ, किन टाउको दुखाइ त। ल अब n भनेको n नट ओन्ली हामीलाई एनटिसी लाइक गर्ने कतिजना छ 5x, अब ओन्ली हो है, त्यही भएर हामीले यहाँ 5x लेख्यौँ डाइरेक्ट। अनि ओन्ली c एनसेल 9x, त्यही भएर यहाँ लेख्यौँ। अब दुईटै 35 अनि कुनै पनि लाइक नगर्ने 15। त्यसै भए अब हामीलाई के पत्ता लगाउनुस् भनेको छ भने तपाईलाई चाहिँ फाइन्ड द नम्बर अफ पिपल हु युज एनसेल सिम कार्ड। त्यसै भए अब एनसेल सिम कार्ड लाइक गर्ने कतिजना छन्, युज गर्ने पत्ता लगाउनुस् भनेको छ। अब यो 5x भनेको चाहिँ एनसेल मात्रै हुनु फेरि। अब एनसेल पत्ता लगाउने के अरे युज गर्ने कति छन् भनेपछि हेर्नुहोस् त, एनसेल भन्ने घर कति ठुलो छ, एनसेल भन्ने घर यति ठुलो छ है। त्यसै भए अब यसमा कतिजना मान्छेहरू छन् हेर्नुहोस् त, 5x र 35 छन् भनेपछि त हामीले के गर्नु पर्यो, 5x + 35 हुनु पर्यो हैन। यी दुईटालाई के गर्नु पर्यो, जोडेर भन्नु पर्यो नि त, एनसेल लाइक गर्ने कतिजना छन् भनेपछि। अब मात्र ओन्ली भनेको छ भने त 5x भइहाल्यो, तर अब एनसेल भनेपछि यो पुरै हुने भयो है। ल यति बुझेपछि कुरो क्लियर भइहाल्यो। अब हामीले के गर्ने त, x भ्यालु निकाल्नको लागि हामीलाई दिएको के हुन्छ त, x भ्यालु निकाल्नको लागि चाहिँ यहाँ युनिभर्सल सेट u दिएको छ हो। ल अब यो भेन डायग्रामको हेल्पबाट हामीले के गरौँ त, अब भेन डायग्राम बनाइसकेपछि फर्मुला लेखिराख्नु पर्दैन है। त्यही भएर चाहिँ हामीलाई पहिला के बनाऊ भन्छ, भेन डायग्राम बनाऊ, अनि त्यसको हेल्पबाट चाहिँ सल्भ गर भन्ने हो है। ल त्यसै अब यहाँ 5x, अब 120 भनेको पुरैजना भए, पुरैमा चाहिँ कतिवटा घर छन्, 1 2 3 4वटा घर छन्। त्यसै भए चारैवटा घरको मान्छेलाई चाहिँ हामीले के गर्नु पर्यो त, जोड दिनु पर्यो। ओके 35 + 15 भनेको कति भयो, 50 भयो। अब यसलाई चाहिँ यता ल्याइदिउँ, 13x भ्याल्यु, अनि यो चाहिँ कति भयो त, 20 भनेपछि 30 70 ए 14 पो हुन्छ, कहाँ 13 लेख्छु त म। x = 17/14 भयो, x = 5 भयो। x = 5 जना भयो है। ल अब हामीले सोधेको के भयो यहाँ, फाइन्ड द नम्बर अफ पिपल हु युज एनसेल सिम कार्ड। त्यसै भए अब भेन डायग्राम एनसेल सिम कार्ड्स भनेपछि नम्बर अफ n भयो, कार्डिनालिटी यसको के गर्नु पर्यो त, 5x + 35, यो दुईटालाई जोड्नु पर्यो नि त हैन। त्यो एनसेल भन्ने घरभित्र त यी दुईटा छन् नि त, त्यही भएर दुईटालाई जोड्नु पर्यो। अब यो मल्टिप्लाई गर्नु पर्यो है, अनि +35 भयो। अब यो कति भयो त, 35 भयो, 50 60 भयो, सक्यो, क्लियर भयो। ल अब त्यसै भए हामी के गरौँ त, डी नम्बरमा, अनि फाइन्ड द पर्सेन्टेज अफ द पिपल हु डोन्ट युज नमस्ते सिम कार्ड। त्यसै भए अब नमस्ते सिम कार्ड युज नगर्ने कतिजना छन् त्यो पत्ता लगाउनुहोस् भनेको छ, कति पर्सेन्ट छन् हैन।
फाइन्ड द पर्सेन्टेज अफ पिपुल हु डोन्ट युज नमस्ते सिम कार्ड। अब नमस्ते सिम कार्ड युज नगर्ने चाहिँ कति पर्सेन्ट छन् त्यो पत्ता लगाउनु पर्यो। अब हामीले के गर्नु पर्यो भने पहिला चाहिँ नमस्ते सिम कार्ड प्रयोग नगर्ने मान्छेहरू चाहिँ कति छन् त्यो पत्ता लगाउनु पर्यो हैन। यसको कम्प्लिमेन्ट निकालौँ। अब टोटल चाहिँ कति छन् त 120 छन्। अनि नमस्ते युज गर्ने कतिजना छन् 60 जना छन्। अनि नमस्ते युज नगर्ने निकाल्नु परेपछि के गर्ने त टोटलबाट यस युज गर्नेवालालाई घटाइदिने कति आयो 60 आइहाल्यो। अब यो 1 मार्क्सको क्वेसन हो, हामीले धेरै लामो केही गरिराख्नु पर्दैन। अनि टोटल चाहिँ 120 जना छन्। अनि नमस्ते युज नगर्ने चाहिँ कति भयो त 60 भनेको मतलब यो के भयो 50% भइहाल्यो, सिधै आधी भयो नि त हैन 50% सिधै। त्यसो भए percentage of people who don't use namaste सिम कार्ड इक्वल टु 50%। अब यदि फर्मुला लगाएर गर्ने हो भने जसलाई पर्सेन्टमा कन्भर्ट गर्नुपर्ने छ त्यसलाई माथि लेख्नुपर्छ, अनि टोटललाई चाहिँ तल लेख्नुपर्छ, इन्टु चाहिँ के गर्नुपर्छ त 100% गर्नुपर्छ हैन। अब यसरी आउने पनि के हो त त्यही 50% हो है। पर्सेन्टमा कन्भर्ट गर्दा के गर्ने आइडिया लिइराख्ने है। पर्सेन्टमा कन्भर्ट गर्दा के गर्ने जसलाई पर्सेन्टमा कन्भर्ट गर्नुपर्ने हो त्यसलाई माथि राख्ने है, राम्रो सुन्ने। जसलाई पर्सेन्टमा कन्भर्ट गर्नुपर्ने हो त्यसलाई माथि राख्ने, अनि टोटललाई चाहिँ हामीले के गर्नुपर्छ त तल राख्नुपर्छ, अनि 100 ले के गर्ने मल्टिप्लाई गरिदिने आइहाल्छ है। ओके ल भाइ बहिनीहरू, आज हामी यो भिडियोमा चाहिँ यति दुईटा क्वेसनहरू हामीले सल्भ गऱ्यौँ। आशा छ तपाईहरुले चाहिँ धेरै कुराहरू चाहिँ बुझ्नु भएको होला भन्ने चाहिँ म आशा गर्छु। र अझै पनि म यस्ता नयाँ मोडलका क्वेसनहरू चाहिँ हाम्रो इक्जाममा सोध्न सकिने सम्भावित क्वेसनहरू चाहिँ लिएर तपाईहरुमा चाहिँ आउने छु। प्र्याक्टिस गर्दै गर्नुभयो भने आज एउटा भोलि दुईटा हैन पर्सि 5 वटा। अनि अब तपाईहरुलाई चाहिँ नयाँ क्वेसन चाहिँ आफूलाई गर्न आउँदैन भने पनि हामीले चाहिँ फर्स्टमा चाहिँ के गर्नुपर्छ त जुन क्वेसनको तपाईहरुसँग सोलुसन छ त्यस्ता क्वेसनहरूलाई चाहिँ तपाई 10 पटक प्र्याक्टिस गर्नुस्। त्यो क्वेसनलाई चाहिँ कन्ठै पार्दिनुस्। तपाई त्यो क्वेसनलाई चाहिँ कन्ठै पार्दिनुस् 10 पटक प्र्याक्टिस गरेर। त्यस्ता 5 वटा 10 वटा क्वेसन चाहिँ के गर्दिने त कन्ठै पार्दिने एकचोटी ल हैन। अब अनि त्यति भएपछि तपाईले नआउने के हो भने यही नआउने हो के भेन डायग्राम नआउने हो। अनि यहाँ प्लस माइनस यसमा तपाईलाई के हुने हो त भन्दा डाउट हुने हो, यसमा मैले गरेको चाहिँ ठीक छ कि छैन भन्ने कुरा। अब यो यसमा तपाईलाई कन्फिडेन्स आउनको लागि के हुनु पर्यो भने यो तपाईले सिकेको क्वेसन चाहिँ 10 चोटी सिक्नु पर्यो हैन। यो चाहिँ तपाईलाई कन्फिडेन्ट हुनु पर्यो कि म यो क्वेसन चाहिँ गर्न सक्छु भन्ने हुनु पर्यो कि। अनि त्यो हुनको लागि के हुनु पर्यो भने तपाई चाहिँ नयाँ हुनुहुन्छ के रे तपाईलाई म्याथ गाह्रो लाग्छ भने तपाईले के गर्ने त यो क्वेसनलाई चाहिँ 10 चोटी प्र्याक्टिस गर्ने, कन्ठ गरिदिनुस् ल यो क्वेसन चाहिँ हैन। अनि त्यसो अब तपाई के गर्नुस् भने यस्तै अर्को क्वेसनतिर जानुस् है। अब यस्ता तपाईले 10 वटा क्वेसन चाहिँ 10 पटक चाहिँ प्र्याक्टिस गरेर कन्ठ भयो भने यस्तो अर्को क्वेसन एउटा ट्राई गर्नुस् त ल, तपाईलाई पक्कै पनि आउँछ है। हामीले चाहिँ के गर्छौं त एकचोटी यसो हेर्छौं क्वेसन मलाई आउँदैन भन्छ छोडिदिन्छौं सक्यो, त्यस्तो चाहिँ गर्ने हैन। आफूले गर्ने चाहिँ के हो भने तपाईसँग सोलुसन भएको क्वेसनलाई चाहिँ प्र्याक्टिस गर्नुस् पहिला तपाईलाई आउँदैन भने। अनि त्यसपछि चाहिँ त्यो तपाईसँग सोलुसन भएका क्वेसन चाहिँ तपाईले बुझेर चाहिँ सल्भ गर्नुभयो भने त्यसपछि अन्य क्वेसनहरू त आउँछ नै आउँछ, जसरी पनि आउँछ, नआएर सुख छैन है विद्यार्थी भाइ बहिनीहरू। ल आजको क्लासमा चाहिँ यति दुईवटा क्वेसन भयो। अनि भिडियो चाहिँ अलिकति लामो भएको छ, यसलाई चाहिँ मजाले आफूलाई चाहिने कुराहरू चाहिँ हेर्नु होला। अब अननेसेसरी जस्तो लाग्यो भने त्यसलाई स्किप गर्न पनि सकिन्छ है। ओके थ्याङ्क यू, गुड नाइट एभ्रिवान, ह्याभ अ नाइट।